हेलो सबैजनालाई नमस्ते। आज चाहिँ मैले यहाँ थोरै टमाटर लगाएको थिएँ अलि अस्ति न। टमाटर चाहिँ धेरै फल्नाले चाहिँ यो धानेन के यिनी झारले चाहिँ टमाटरलाई धानेन। टमाटर चाहिँ कति नै फलेको छ, धेरै नै फलेको छ। यसलाई चाहिँ केही व्यवस्थित गरिदिउँ भनेर टमाटर हेर्न सक्नुहुन्छ। टमाटर चाहिँ बेसरी चाहिँ फलेको छ, राम्रो पनि भएको छ। यसलाई चाहिँ एकदम व्यवस्थित गरिदिएर ठ्याक्क राख्न पाइयो भने त राम्रो हुन्छ हामीलाई पनि हैन, राम्रो देखिन्छ। अहिले चाहिँ नत्र भने कुहिन्छ कि सबै कुराहरू सबै कुहिन्छ। त्यस कारणले गर्दा यसलाई चाहिँ यहाँ पाकेको पनि रहेछ टमाटर त। टमाटर पाकेको पनि रहेछ यहाँ त। यसलाई चाहिँ अब व्यवस्थित राम्रोसँग गरिदिनु पर्यो। यिनी सानो सानो लौराले धान्न सकेन कि यो टमाटरलाई। अहिले धानेर यो बनाएर भइसकेपछि फिनिस लास्टमा देखाउने छु है त। ल यो त फिनिसिङ पनि भइसक्यो। टमाटो पनि फलेको छ, राम्रै फलेको छ। बुटाले चाहिँ धान्न सकेन कि उसलाई, यो यिनी झ्याङहरूलाई धान्न सकेन। टमाटर चाहिँ बेसरी अलिक ठिकै चाहिँ फलेको छ। मैले फेरि फिनिसिङ पनि अब ठ्याक्क यसरी ढाकिदिइसकेपछि चाहिँ ऊ हुन्छ कि तपाईँको यो टमाटर कुहिँदैन, खेर जाँदैन कि। यसरी चाहिँ ढाकिदिइसकेपछि टमाटर फल्नलाई हेर्नुहोस् न कति फलेको छ। यो राम्रोसँग अझ फिनिसिङ भएको छैन। भोलि चाहिँ यसलाई राम्रोसँग गराएर टमाटर हेर्न सक्नुहुन्छ कति फलेको छ भन्ने। टमाटर त राम्रै फल्यो के अरे। अब फलेर के गर्ने, सबै तल लागेको छ। टमाटो पुरै फलिरहेको छ, राम्रो छ, ठिक छ। फिनिसिङ चाहिँ अब यति गरिसकेपछि हेर्नुहोस् यतातिर